ल हामी चाहिँ सौगात भाइको गाउँघरमा सुन्तला खान आइयो होइन तुफान रमाइलो रहेछ गाउँमा धुलो खुवाउँदै खुवाउँदै भए पनि ल्यायो यसको आमाको घर हो अरे कता हो ए हामी चाहिँ यहीँ सौगातको घर आएर एकैचोटि भ्लग ओपनिङ गऱ्यौँ भिडियो ओपन गऱ्यौँ यहाँ सुन्तला बारीमा ल्याउँदैछ गरी यसले आमा हुनुहुन्न र आमा हुनुहुन्न र कहाँ कहाँ छिराउँछ यार यहाँबाट देखिनु जति सबै हाम्रो हेलमेट उतै राख्नु उयो हेम्मै राखे नि हुन्छ बरु राख्नु नि कहाँ हेम्मै त जाँदाखेरि हुन्छ कोही लाग्छ तलै राखे नि के हुन्न ल यो पनि त्यतै डाल ए अब यहाँ कुन बुट्टाको किसाउनु लाग्छ ल एकदम फ्रेस एन्ड कुरो राम्रो के त कुरोसँग हामीलाई कुरोलाई के कुरोसँग त के सरकार भयो र हामीलाई सुन्तलासँग सरकार हो तर सिस्नु चाहिँ ढोब्दी रहेछ यहाँ फेरि तलतिर जानु त्यो त मजाले हान्छ त्यो सिस्नु तलतिरको सुन्तला टिप्न जानुपर्छ कि कहाँ हो त्यतै हो आउने है नआउनु न सुन्तला हेर्नु त कस्तो कुहिएर खटेको के हो यो पनि भिडियोमा रेकर्ड गर्नु पर्यो यो चाहिँ मार्केट पाएन सौगात भाइको टिप्नु कहाँ जुनमा गयो भने जाम तर जाम आउनु नि यहाँबाट हेर्नु नि त्यहाँ उठे उठा तर सिस्नु रहेछ नि त त्यहाँ यहाँ जाम है उठे उठा जाम है त्यहाँ त्यहाँनिर जाम ऊ त्यहाँ ल सौगात भाइले यहाँ जाने कुरा गरे ल कताबाट जाने यहाँ त्यतै बाटो जाम त बरु पफ ल्याउनु न पख न तिमी फेरि खालि यो भिडियो बनाएर आ बेला के बोल्छ यार होइन उताबाट हिँड न उताबाट उताबाट यहाँ अगाडि तुफान भाइ छ यहाँ त त्यो सुन्तला बारीमा लैजाने भनेर हो गरे केटाहरूले कहाँ यस्तो झाडीतिर ओइ सुन्तला सुन्तला त सुरु भयो त सौगात भाइ हामीलाई फेरि के अरे गाली गरेर लहर्ने त होइन नि होइन हामी सेफ छौँ नि मेरो बारी यहाँ पुरै लग्ने हो र मलाई तिम्रै हो नि बारी होइन मेरै हो सब मेरै हो अँ घर बस्न पाएँ मल खेत गरेर सब बुटा फाडेर ठोक्क हुन्थ्यो होला है सुन्तला ल सुन्तला यो पुरा है नि आयो हाम्रो यो त्यो अगाडिको ऊ ओटाको जति खाने भयो ए सुन्तला त हामी सुन्तलाको खानीमा आयौँ पानी खाने भयो कागतीको बुटा पनि छ यहाँ एउटा तिनवटा बुटा ठेकेर ए अस्ति लगेको कागती यहीँबाट लगेको हो होइन होइन कागती उताबाट लगेको हो एउटा राम्रोबाट एउटा जुन गरेको कोही भेट्दैन त तुफान यसलाई उफर न म त भेट्नु खै पहे खै छोड्नु म ल त्यहाँको टिप्ने र जुनको टिप्पणी उयो राम्रै छ त अनि जहाँको हेऱ्यो नि सुन्तला छ होइन त्यही त मैले त राम्रो नै देखेन कि त्यो राम्रो त देखेँ तर हल्का टिपेर त्यहाँ पनि ठिकै छ थ्याङ्क यू यो मालिक सुन्तलाको मालिक हो के खतरा हुन्थ्यो होला क्या सुन्तला यार बुटा खाने यार मल अनि यो बुटाहरू काट्ने ओसिप्लो नहुने अन्त है सुन्तला सब वेस्ट भएछ त भाइ यतातिर चोरेर सकाइन्छन् क्या यहाँ टिप्नी चाहिँ क्या हौ कस्तो गुलियो छ कस्तो हुँदो रहेछ किनेर खाँदाखेरि र यसरी आफ्नै भाइको निजी बारीमा आएर खाँदाखेरि भन न अर्कै फिल भइरहेको मजा आइरहेछ होइन रियली ह्याप्पी खुसी छु जे होस् लिएर आएन यिनले आफ्नो सुन्तला बारीमा यस्तो ताजा फ्रेस सुन्तला खाउनु लास्ट रहेछ यार सुन्तला त कुनको टिप्ने भयो त्यसको टिप्ने कि यसको यसको त हेर त भाइ यार एउटा पिस छ त यहाँले होइन त्यहाँ रहेछन् क्या माथिको फुला रहेछन् तल त्यहाँ रहेछन् माथि बुढा चढिदिउँ म त्यसको
त्यसको सजिलो रहेछ बुट्टा जाम न त यताउति आउट भाइ म हल्लाउँछु है एकछिन हल्लाउँछु है बुट हो क्या कता गएर झर्छ नि यो नि फोहोर हुन्छ होला यार किन न क्या के हुनु अरे मेरो कपडा धुने मान्छे छैनन् के छैनन् रे धुने मान्छे छैनन् आफै धुनुपर्छ अब के भनौँ यो विषयमा मेरो पनि छैन अब तपाईँ चाहिँ लन्ड्री सप छ भने तपाईँको लागि म त यो नि न तुफानको छ न मेरो छ होइन तपाईँको त लन्ड्री सप छ क्या कपडा तुफान भाइको दिदीले धोइदिनुहुन्छ कपडा तिमी चढ्ने माथि चढ्ने हो भलक त ननोकेर त्यो एडिट सिडिट केही गर्न नपर्ने खालको यो सुन्त भन्दा नि अर्ग्यानिक ब्लग अर्ग्यानिक भलक हो नि त जुत्ता टिप्लिन्छ कि अब यार केही नि हुन्न के हे यसमा काँडा हुन्छ अरे कहाँ किन हुन्न हुन्छ है हुन्छ नि कोप्छ नि यहाँ कस्तो कोप्छ फेरि केही न कोपे नि सुन्तलाले कोपेको त के हुन्छ र के हो र कुरो काँडाले दिनमा थाहा होला सुन्तलाको मालिक सुन्तलाको मालिक मेरो घरमा सुन्तला नि छैन बुट्टा नि छैन हाम्रो नि सुन्तला त छ तर धेरै फल्दैन क्या ल तल झोला थापेर बस्नु एउटा ल मुखले झोला खोला तर भइम हाले त्यस्तै गरे नि हुन्छ तर यो अलिक ठुलो एउटा भेटाम कि भनेको नि यार भेट्दै कहाँ हो ओइ लोट्यो यहाँ ल्याब ल यहाँ छ खोइ कहाँ हो ए अनुहार देखाएन कहाँ राखेको छ मान्छे त बल्ल बल्ल अड्डे हो के अनुहारै छैन र तिम्रो यस्तो छ बस्दिउँ न त तपाईँ नखाने सुन्तला यी कहाँ ल त्यो खोल्चाको ल्याउँ त मलाई यहाँ मैले मेसै भएन क्या रुक्नुमा खोल्चाइदिन्छु खुलाइदेऊ न मलाई ल पारि चाहिँ भाइ यो पर देखेको हिमाल के कुन हो कुन माछापुच्छे हो होइन यो अन्नपूर्ण ए अन्नपूर्ण यता धौलागिरी मेरो गाउँ जाने बाटो पनि यतै पर्छ है त्यो पारीको छ है नि दाइ यो मौफान हुँदै यसरी दगनाम दर्नु फुट्यो क्या छोपका हुँदैन हो यहाँ बस्दा छोपका फुट्छ अहिले ताजो हुँदैछ बिस्तारै खाल्छ क्या दिन्छ गुलियो छ त यहाँ बुझ्यो त क्या त्यस्तै खाइदिने हुन्छ क्या हो त्यस्तो छक्काइदियो त्यसले यार झार्न पर्छ क्या हल्लाएर यार हल्लाएर झार्ने रे म कहाँ दिनको त क्यारा टिप्ने हो त नि यार होइन भेटेको जति टिप नभेटेको जति झारम लाग्यो अहिले म नि बसिदिन्छु यहाँ यो मलाई सुन्तला थापेको टुप्पामा यो सुन्तला खालि टुप्पामा हुने रहेछ क्या ठुलो ठुलो होइन ठुलो कफालो यस्तो हुने कहाँ फाल्दिन्छ यो त फाल्दैन के हुन्न ए मल हुन्छ मल हुन्छ त्यसरी फाल्यो ल हामीले अहिले टिपिसकेर बल्ल देखाउँछौँ है कति देखाउनु यार सौगाटेको यो बारी ल हामीले यति सुन्तला टिप्यौँ यसलाई बेच्नु जाने के गर्ने हो अझ यतातिर छ हजुर त्यो सबै बुटै निखारेर लिएर आऊ एक दुईवटा बाइक उहाँ गएछन् फेरि सुन्तला टिप्ने लास्ट ठुलो ल तिनजनालाई एक गुन्टा भयो ल अर्को नि थियो ठुलो माथि तिमीले हेरेन आऊ यसमा पनि डेन्जर ए मैले यो साइडमा गएन ऊ त्यहाँ नि ठुलै छ अब हल्लाउँछन् सबै यता नि ठुलै रहेछ सबै ठुलै रहेछ यति ठुल्ठुलो देख्छ त्यहाँ है उही माल गजबको माल
लुक सो हट यस्तो हो नि त हामी शनिबार त यसरी मनाइन्छ त अनि अर्को शनिबार चाहिँ तुफानको घर गएर ओखर ओखर नाक बढाउने ओखर एउटा समाता म यो खोल्चान्छु अनि तिमी खोल्छौ सुन्तला बारी आएर अर्को नि आफ्नै बारीमा फलेको भनेर केही भन्नु मन छ आएर खायो यार भन्नु मन त भएको छैन नि छैन के हो भन है नत्र फेरि यो सुन्तलाले सराप छ त्यहाँ चाहिँ लेमन नि रहेछ है लेमन यो त छ लेमन अहिले ल केरा पनि छ लेमन लर जाने हो त्यता केरा पनि तिमीहरूकै हो सही हो यिनीहरू चाहिँ गुड बोय रहेछ गुड बोय रहेछ। ठिक छ भर्खर लौ त्यसो त्यही खोल्चाको ल्याऊ हामी सौगातको घर आएर चाहिँ यदि सुन्तला खायौँ कि 2 झोला चाहिँ त्यहाँ रेडी छ फेरि यो चाहिँ बागलुङ पुऱ्याइन्छ कि सकिन्छ र बाटा सकिन्न नि होइन अझै छ यतातिर अब हेरौँ कति खान सकिन्छ कति लान सकिन्छ फेरि सौगातको घर चाहिँ तिमीले घर त भनेन है भनेन भन्छ त किन नभनेको त अब जाने बेला भनिहालिन्छ नि सुन्तला टिपेर आएको भनेर पस्न त पऱ्यो घर पस्छौ तिमी अझै नि हिँड्नु न खास बनाउनु भन्छु खास जाने त्यस्तो हुन्न रडनेचर पुग्ने हो क्या थुक्पा खान मेरो घर आएको मान्छे भोकै जानुहुन्न पानी भयो नि खानु जानुपर्छ ऊ छ त्यो मै छ मै त खै अगाडि सोध्नु त आमा थिम हुनुसक्छ यहाँ हुन्थ्यो आमा कहाँ जानुभएको थियो ल अब सौगातको घर गएर बेच्छौँ अब त्यसो भए ल हामी चाहिँ सुन्तला टिपेर एक झोला यता एक झोला अनि यहाँ पनि यो हेलमेटमा धरि कुन उठ्यो पा त्यहाँ झन् लास्ट छ त यार आमाहरूले त राख्नु पऱ्यो अलि पछिसम्म हामी सक्यो नि ल हामीलाई हिँड्न गाह्रो भयो सो अब सौगातको घर गएर भेट्छौँ अब सो अल राइट गाइज हामी चाहिँ सौगात भाइको घर आएर खाजा खाएर अनि फेरि लाग्यौँ हामी त अब बागलुङतिर लाग्यौँ खाजा नि खाइयो यता भारी बोकेर टुनटुन छन् यता सौगात भाइ पनि सौगात भाइको घर चाहिँ यता अलिक पर छ है घर चाहिँ अलि लाज लाग्यो कि भिडियो बनाउनु अब हामी बाटोमा भेट्छौँ सो अल राइट गाइज अब हामी चाहिँ उता सुन्तला टिपेर बेनी छोडेर पनि हामी यता लगभग रडनेचर कटिसक्यौँ सो अब लगभग भिडियो यतैतिर इन गरिदिन्छु होला के अरू त भाइ होइन हामी चाहिँ यसो रेस्टुरेन्ट लाग्यो सौगात भाइ अब बन्द गरिदिने हो ल अब चाहिँ बन्द गरिदिन्छौँ ल लो गाइज अनि हामी चाहिँ अब 2 झोला जति सुन्तला लिएर यस्तो हामी चाहिँ रडनेचर कटेर यो जङ्गलमा यस्तो 1-2टा सुन्तला खान पर्यो भनेर बसेको अनि अब भ्लग चाहिँ इन हुन्छ सबैले अमर छन्त्याल भन्ने युट्युब च्यानललाई लाइक सेयर सब्सक्राइब गर्नु होला यस्तै रोमाञ्चक रमाइलो भिडियोहरू आउँदै गर्छ हामी 3 भाइ घुमेर राम्रो भ्लगहरू हाल्दै गर्छौँ यस्तो आइडी चाहिँ इच्छा भने मेरो यस्तो सौगातै छ इन्स्टामा कोही केटीहरूले हेर्नुहुन्छ भने तर गर्लफ्रेन्ड छ मेरो अलि होइन दाइ ल यो भ्लग चाहिँ यहीँ सक्यो सबैले लाइक सेयर सब्सक्राइब हानौँ सेयर हानौँ दाइको चाहिँ छिट्टै मोनिटाइज हान्न पर्छ आइडी अब 10K को टार्गेट होइन दाइ हाम्रो ल सक्यो है त ल बाई बाई गाइज